कल्पना गर्नुहोस्, आफ्नो जीवनको सबैभन्दा प्रिय मान्छे युद्धको भुमरीमा हराउँछ। ऊ एक दिन फर्किन्छ भनेर तपाईँलाई आशा छ। यही एउटा आशमा जीवनका 54वटा वसन्तहरू बित्छन्। न त कसैसँग दोस्रो विवाह गर्नुभयो, न त मनमा अर्कै मान्छेलाई ठाउँ दिन सक्नुभयो। 54 वर्षसम्म एउटै मान्छेको बाटो हेरेर जीवन बिताउनु कति गहिरो समर्पण होला अनि कति पीडादायी पर्खाइ। दोस्रो विश्वयुद्धको त्यो भुमरीले धेरैका सपनाहरू छिन्न भिन्न पारेको थियो। त्यही युद्धको हुरीले एक चाइनिज प्रेमी जोडीलाई पनि दुई किनारा बनाइदियो। युद्धपछि महिलाले छोराछोरी हुर्काउँदै जीवनभर तिनै श्रीमानलाई पर्खिरहन्, तर अर्कोतिर समयको बहावसँगै श्रीमानको जीवन अगाडि बढिसकेको थियो। उनले अर्की महिलासँग घरबार बसाए, छोराछोरी भए, नाति नातिनाहरूले घर भरियो। उनले आफ्नो नयाँ संसार बसाइसकेका थिए। अनि एक दिन 5.5 दशकपछि भाग्यले उनीहरूलाई फेरि भेट गराइदियो। त्यो पुनर्मिलनको दृश्य शब्दमा वर्णन गर्न नसकिने खालको थियो। जब ती वृद्धाले आफ्नो श्रीमानलाई देखिन्, जसको पर्खाइमा उनले आफ्नो वैश र जीवन बिताएकी थिइन्, त्यहाँ मौनता र आँसु मात्र थिएनन्। 54 वर्षपछिको पुनर्मिलनको त्यो भिडियोले अहिले धेरैलाई भावुक बनाइदिएको छ। उनले माया र अधिकार मिश्रित रिसका साथ ती पुरुषको कान तानिन्, गाला मुसारिन्, अलिकति हप्काइन् र फेरि मर्मस्पर्शी रूपमा अँगालो हालिन्। त्यो दृश्यमा एउटा मौन प्रश्न थियो, तिमीले मलाई यसरी कसरी भुल्न सक्यौ? किन मलाई छोडेर अर्कै संसार बसायो? सामाजिक सञ्जालमा जब यो भिडियो भाइरल भयो, लाखौं मानिसहरू स्तब्ध भए। कसैले ती महिलाको अतुलनीय निष्ठा र समर्पणको प्रशंसा गरे भने कसैले युद्धले जीवनमा ल्याउने त्रासदी सम्झेर आँसु बगाए। कतिपयले त आफ्नो जीवनका अधुरा प्रेमहरू सम्झिए। यो दृश्य दुई व्यक्तिहरूको पुनर्मिलनको मात्र थिएन, युद्धको तीतो सत्य थियो, जसले मानिसहरूलाई अलग मात्र गरेन, जीवनभरिका सपना र विश्वासलाई समेत अधुरो बनाइदियो। 54 वर्षपछिको त्यो भेटले कसैको मुटु छिया छिया पार्यो भने कसैलाई साँचो प्रेमको गहिराई महसुस गरायो। युद्ध त सकियो, तर त्यसले दिएको पीडा अझै पनि कसैका लागि श्राप जस्तै रहिरह्यो।